मेरो एकजना साथी थियो, उसको नाम अश्विन। उसले मलाई एक दिन सोध्यो क्या, अनमोल तिम्रो किन ब्रेक भएको? त्यो केटीलाई त तिमीले कस्तो माया गर्थ्यौ त, किन तिमीहरू दुईजनाको ब्रेक भयो? र मैले उसलाई एउटा कुरा भने क्या, अश्विन मेरो त मायै सक्यो। त्यसो मरि हाँसेर मलाई भन्यो क्या, माया सक्यो? के भन्नु खोजेको तिमीले? त्यस्तो पनि हुन्छ कहिले, माया पो सकिनु अरे। विथ द्याट थट जब मैले रिलेसनसिपहरूलाई मैले अन्डरस्ट्यान्ड गर्नु खोजेँ, रिलेसनसिपहरूलाई मैले बुझ्न खोजेँ, त्यति बेला मलाई एउटा पोइन्ट मजा लाग्यो क्या। धेरैचोटि हामी चाहिँ कुनै पनि व्यक्तिलाई होइन कि, तर एउटा हुन्छ नि, त्यो व्यक्तिसँग बस्दाखेरि जुन चाहिँ एउटा एहसास पाउँछ नि क्या, त्यो एहसाससँग चाहिँ हामीलाई माया बसेको हुँदो रहेछ। यसै कारणले गर्दा जब त्यो एहसास सकिन्छ तब हामी त्यो व्यक्तिसँग पनि हाम्रो रिश्ताहरू तोडिँदै जान्छ। त्यस सन्दर्भमा आज I feel that many relationships, यो संसारभरि नै आज many relationships are actually going through this problem हुन्छ नि। They are in love with the feeling of being with someone in fact, rather than actually loving the person हुन्छ नि। So I'm going to tell you a story today, म तपाईहरुलाई एउटा कथा, I want you to listen very carefully to this story, I want you to close your eyes, possible. Even if you're driving somewhere and you've put this CD on, तपाईं गाडी कुदाउनु हुँदैछ, be careful while driving, obviously, but just listen to what the message I have to say, because this is going to help you in actually making this film. Alright, so here goes the story for the movie Christmas in September. Anna and Madan say they are seated at a divorce lawyer's office. The divorce lawyer is saying that, well, Anna and Madan, I see that तपाईहरु दुईजना म्युचुअल डिभोर्सको लागि आउनु भएको रहेछ। यसैले त्यस्तो डरलाग्दो फर्मालिटिजहरु चाहिँ यसमा छैन। तपाईं पनि यसमा के इन्भल्भ छ भन्दा चाहिँ तपाईहरुले 6 मन्थ्सको लागि पर्खिनु पर्छ। त्यसको बीचमा तपाईहरुले 3 वटा काउन्सिलिङ सेसन अटेन्ड गर्नुपर्छ। त्यो काउन्सिलिङ सेसन्समा चाहिँ हामी तपाईलाई like we want to give you a chance, are you sure भन्ने खालको क्या, तपाई साच्चै नै गर्नु चाहनुहुन्छ र यदि त्यो 6 मन्थ्स बादमा पनि तपाईहरु if you still want to get apart from each other, then we respect your decision र हामी तपाईको डिसिजनलाई रेस्पेक्ट गर्दै हामी तपाईको डिभोर्सलाई इन्डियन लको अनुसारमा एक्सेप्ट गर्दछ र you will be formally divorced before the law of India. र मदन र एना यसरी डिभोर्स लयरको अफिसमा बसेर आफ्नो डिभोर्सको बारेमा कुरा गरिरहेको हुन्छ र डिभोर्स सकिएपछि उनीहरुको त्यो कुराकानी सकिएपछि उनीहरु जब घर जान्छ, मदन इज बिजी आफ्नो ल्यापटपमा म्याजिक ब्रिक्समा उले हेर्दैछ धेरै डरलाग्दो यो के भन्छ एडभर्टाइजमेन्ट्सहरु है, नयाँ घरको लागि उले खोज्दैछ। उसको बाबुदा भन्ने एउटा फेमस ब्रोकरसँग बात मार्दै गरेको हुन्छ। बाबुदा শুনুন না, ও এটা যে ফ্ল্যাট আছে ওটা আমাকে চাই। হ্যাঁ হ্যাঁ হ্যাঁ, अरे बाबा ওটাই তো বলছি আমি। अरे बाबूदा, आप अपना कमीशन के लिए क्यों घबरा रहे हैं? आपका कमीशन आपको मिल जाएगा, बस वो फ्लैट मुझे दिला दीजिए, ठीक है जी। तो ना ना ना, एना नहीं आएगा, सिर्फ हाँ जोई और मैं। अरे बाबा, हम लोग का डिवोर्स हो रहा है ना। सो जब मदनले उसले आफ्नो घर खोज्छ, जोई चाहिँ उसको छोरा हो, मदन र एना चाहिँ कलकत्तामा बसेको नेपालीहरु हो। Madan is an assistant manager in a BPO, Wiproma, or assistant manager छ UHC processमा। र उसको एकजना छोरा छ, 4 वर्षको छोरा छ, very very cute boy। उसको खास नाम चाहिँ अनुरूप हो, but like they call them Joey हुन्छ नि। Most probably it can be like a pseudonym, जस्तै मदनको pseudonym call centeरमा जब उले कल्सहरु उयो गर्छ त्यतिबेला he is known as Maddie, like or Matthew, त्यसरी नै उनीहरुले अनुरूपलाई पनि जोई भनेर बोलाउने गर्छ। र एना चाहिँ मदन भन्दा कम से कम 12 years सानो केटी हो र like they have got married
अनि जब मदनले अब घर छोडेर गएर अर्को घरमा बस्ने निर्णय लिन्छ, एना हेज नो प्रब्लम विथ द्याट। तर जब मदनले भन्छ कि जोई पनि उसँग आउँदैछ भनेर, तब एनालाई पुरा रिस उठ्छ क्या। अन्त एनाले उसको रिसहरू अलिकति उसलाई देखाइदिन्छ क्या। अनि त्यो हिसाबले उनीहरू दुईजनाको बिचमा एकदमै डरलाग्दो हेट्रेड छ। र जब यो प्रोसेस पनि सकिन्छ, तब एक दिन एना चाहिँ घरमै हुन्छ। मदनको चाहिँ एकजना बेस्ट फ्रेन्ड छ, उसको नाम हो महेन्द्र। मदन अनि महेन्द्र चाहिँ उनीहरूको दे हेभ अ प्लेस, लाइक दे हेभ अ ह्याङ आउट प्लेस, दे हेभ अ बार। एउटा बारमा गएर चाहिँ उनीहरू दे अलवेज ह्याङ आउट एभ्री इभिनिङ, सो उनीहरू त्यहाँ बसेर जिस्का जिस्की। अनि महेन्द्र चाहिँ मदनको म्यानेजर हो। सो लाइक महेन्द्र म्यानेजर, मदन चाहिँ असिस्टेन्ट म्यानेजर हो है, इन द सेम BPO इन विप्रो UHC प्रोसेस। महेन्द्र र मदन चाहिँ दे आर भेरी गुड फ्रेन्ड्स अल्सो, दे बिलोङ टु द सेम गाउँ पनि, एउटै गाउँमा आएको हुन्छ उनीहरू। र जब उनीहरू लाइक दे अलवेज ह्याङ आउट टुगेदर। महेन्द्र इज अ भेरी भेरी फनी गाई हुन्छ नि, हि इज भेरी ह्युमरस। अनि धेरै कुराहरू गरिबस्छ क्या उसले। अनि जब उसले धेरै कुराहरू गर्छ, त्यति बिचमा मदन चाहिँ एकदमै बिच्केर बसिरहेको हुन्छ क्या। महेन्द्र के भयो मदन तँलाई त बिच्केर मात्रै बसिरहेको हुन्छ के भन्नु महेन्द्र, म त यो सानो केटीलाई चाहिँ बिहा गर्नु हुँदैन रहेछ। मेरो जिन्दगी यति साह्रो हरेस लाग्दो भइसक्यो कि यो केटीलाई मैले बिहा गरेर। महेन्द्र तँलाई म के भन्नु भन्न अब यसको बारेमा चाहिँ अब जे भयो नि, अब छोड्दैन तँ। हमेसा हामी दुईजना बसेको बिचमा तँ किन तेरो बुढीलाई चाहिँ लिएर आउँछस् मदन, भन त। छोड हेर, हामी दुईजना इन्जोय गर्न आएको। हेर हाम्रो स्याटरडे र सन्डे मात्रै त अफ हुन्छ होइन। स्याटरडे सन्डे बसेर यसो हामी खाउँ न हौ साथी। आज हेर ज्याक ड्यानियल्स पनि छ सँगसँगै होइन। मजाले बसेर दुईजना इन्जोय गर्ने बेलामा किन आवामा तेरो त्यो दुःख र सुख त सबैको छ नि होइन। तर अब दुःख र सुखलाई छोडिदिउँ एकछिन कि आइज तँ र म चाहिँ एकछिन बसेर अब अलिक राम्रो राम्रो कुरा गरौँ न। हो के त्यो त फेरि भन् त। ल ठिक छ। अनि त्यसो भन्दै उनीहरू दुईजनाले शट्स आफ्टर शट्स लिनु थाल्यो होइन। अनि जब खाँदै गयो अचानक यसो फर्केर हेर्दाको त बार खाली भइसकेको छ। बारटेन्डरले भन्छ, सो तपाईँको लास्ट अर्डर लिनुहोस्, हामी अब वी विल बी क्लोजिङ डाउन इन 30 मिनट्स। झन्डै बिहानको 2:30 जस्तो भइसकेको रहेछ। महेन्द्रले भन्छ, ल ठिक छ भाइ, के छैन। ए मदन, अब रक्सी त खायो, यसो कुतुक्स पनि लाउनुपर्छ त साथी, नखानु। मदनले भन्छ, ए खान्न म तेरो घरिमको फ्राइड राइस र चिकन चिल्ली। म चाहिँ फ्राइड राइस मैले त खाना नै राम्रो खानु पाएको छैन। अब अलि उसलाई चढिरहेछ। तेरो घरिको यो फ्राइड राइस र चिकन चिल्ली चाहिँ म खान्न हे साथी, तँ आफै खा, म चाहिँ खान्न। मलाई चाहिँ सुँगुरको खुट्टाको अचार दे, अनि मलाई चाहिँ भुटेको भात दे। मलाई चाहिँ सुँगुरको खुट्टाको अचार र भुटेको भात चाहियो, अलिकति गुन्द्रुक पनि चाहियो, अलिकति तामाको अचार पनि चाहियो दे मलाई। महेन्द्र पनि अब त्यति नै माथि रहेछ, तर अब उसले सम्हाल्नु खोज्दैछ। अब हरेक कुरा नगर्नु, तँ हिँड, अब छोड्दै खाँदैरस् भने नखाउँछु, घर जाउँ न त। त्यसै भन्दै उनीहरू निस्किन्छ। महेन्द्रले एउटा फनी कुरा भन्छ कि, ओए अन्त मदन त्यो भुटेको भातलाई नै त इङ्ग्लिसमा फ्राइड राइस भन्छ होइन भने। त्यो दुईजना हाँस्दै होइन, लाइक दे हेभ अ नाइस टाइम एन्ड दे वक अफ हुन्छ नि। देयर इज द्याट लोन्ली पार्क स्ट्रिट एट नाइट हुन्छ नि क्या। दे वकिङ अफ अन पार्क स्ट्रिट रोड हुन्छ नि। उनीहरूको कार पर हुन्छ, दे वकिङ अफ टु देयर कार एन्ड देन दे गो होम। मदन इज स्टिल लाइक त्यही ह्याङओभरमा छ। उसलाई भुटेको भात चाहिएको, उसलाई सुँगुरको खुट्टाको अचार चाहिएको। त्यही प्रोसेसमा नै ऊ जब घर पुग्छ, घर पुगेर यस्तो हेर्छ, अब हि फिल्स हङ्ग्री क्या, उसलाई भोक लाग्नु थाल्छ। त्यहाँदेखि उसले फ्रिजहरू यस्तो खोलेर हेर्छ। इज भेरी डिसअपोइन्टेड क्या। ए प्रभु, मैले कुन दिनमा चाहिँ यस्तो सानो केटीलाई बिहा गरेछु, खाना पनि राम्रो पकाउनु जान्दैन।
खाना पनि त्यही म्यास्ड पोटेटोज अरे। हे प्रभु, के हो त्यो म्यास्ड पोटेटोज भनेको? हे प्रभु, रोटीलाई मेरो बुढीले त चपाती भन्छ हौ। के भन्नु अब म यति, म त नि अब इङ्ग्लिस भइसक्यो क्या, मलाई त इङ्ग्लिस चाहिएन नि। यो सानो केटीलाई चाहिँ बिहा गर्नु हुँदैन रहेछ है। इज टकिङ टु हिमसेल्फ क्या। अब यो सानो केटीलाई चाहिँ एकदमै बिहा गर्नु हुँदैन रहेछ। तर मैले त कहाँ बिहा गरेको, म खास म त फसेको नि, म फसेको। त्यो हेर्छ पल्लोपट्टि सुतिरहेको छ होइन, मातिरहेको छ, जोसमा छ, टक्क औँला देखाइने क्या। तैँले चाहिँ मलाई फसाइस् है होइन, तैँले चाहिँ मलाई फसाइस्, बुझिस्? तैँले मलाई फसाइस् तैँले मलाई फसाइस् भनेको फसाइस् नि त। मैले आज तँलाई बिहा नगरेको भए म कति खुसी हुन्थेँ, तर फसाइस् तैँले मलाई। त्यतिकै गनगनिरहेको बेलामा अचानक भित्रबाट सिरानी ड्याम्मै आएर मदनलाई लाग्छ क्या, मदन तर्सिन्छ क्या। अन्त त्यति बेला आना आएपछि के अरे, के भन्यो तिमीले? मैले तपाईँलाई फसाएँ? मैले तपाईँलाई फसाएँ? तपाईँ बेसी हाउडाको कुरा नगर्नु ल। मैले कहिले फसाएँ तपाईँलाई? मैले कहिले फसाएँ तपाईँलाई? त्यसो भन्दैमा एनालाई यति साह्रो मन दुख्छ र रिस उठ्छ कि उसलाई त्यो असही भएर उसले आफ्नो हात चलाइ पठाउँछ क्या मदनलाई। मदनले च्याप दुईजनाको फिजिकल फाइट हुन्छ नि। मदनले भन्छ यसरी किन तिमी आत्तिएको, त्यसरी आत्तिनु हुँदैन। आत्तेर चाहिँ नआत्तेर म के गर्नु भन्नु त? तपाईँले मलाई फसायो भन्छ। तपाईँ जब फर्स्ट टाइम मैले तपाईँलाई देखेँ, I thought you were a man of personality क्या। तपाईँको पर्सनालिटी मलाई कस्तो मन परेको थियो। जब तपाईँ मसँग बोल्नु आउनुभयो, I found you very charming हुन्छ नि। तपाईँ यति साह्रो चार्मिङ लाग्यो मलाई। I felt nice हुन्छ नि। You offered me a drink. I couldn't say no to you at all हुन्छ नि, because you were so nice. Then you asked my number. तपाईँले मेरो फोन नम्बर माग्नुभयो र हामी फोनमा बात गर्न थाल्यौँ। अनि जसरी तपाईँले मसँग बात गर्नु थाल्नुभयो, I used to love those moments हुन्छ नि। We used to talk about all nonsense things, but those are the best things that I ever talked about with someone, तपाईँले मलाई घुमाउनु लानुभयो। म क्यालकाटा घुमेको छुइनँ, त्यो न्यू मार्केट म घुमेको छुइनँ, त्यो भिक्टोरिया मेमोरियल म घुमेको छुइनँ। म घुमेको छु नि, कति 1000 बार घुमेको। तर when I went, जब म तपाईँसँग घुम्नु गएँ, suddenly that same Victoria Memorial and that same New Market was so beautiful. तपाईँले मेरो सानो सानो कुराहरूको यस्तो ख्याल राख्नुभयो, and you made me feel special. तपाईँले मलाई यति साह्रो स्पेशल फिल गराउनु भयो कि मैले सपना देख्नु थालेँ हुन्छ नि। मैले जब तपाईँले मलाई one day you told me that you love me, that was the happiest day of my life, because I loved you too हुन्छ नि। I loved you. म पर्खिरहेको थिएँ तपाईँले मलाई कहिले I love you भन्नुहुन्छ भनेर। And then one day you lean forward to kiss me हुन्छ नि। तपाईँले मलाई किस गर्नु लागि अगाडि आउनुभयो। Even I kissed you हुन्छ नि। That was so beautiful. Then you asked me to move in with you. तपाईँसँग बस्नु भनेर कलकत्तामा तपाईँले मलाई प्रस्ताव राख्नुभयो। मेरो पेरेन्ट्सहरूले I knew that deep down I knew that I was doing something wrong, तर म त्यो मोमेन्टमा यति साह्रो घुसिसकेको रहेछु कि I didn't think about anything else. I felt it was so right. मैले तपाईसँग मैले बसेँ। The first few years was so beautiful हुन्छ नि। जब म कलेजको सेकेन्ड इयर थर्ड इयरमा थिएँ, यति ब्युटिफुल थियो त्यो समय। We used to have good times, We used to make love every night हुन्छ नि। तर जब गएर one day जब म प्रेग्नेन्ट भएँ, मैले कन्सिभ गरेँ, you told me नानी फ्याँकिदिनु भन्नुभयो तपाईँले। You told me तपाईँले नानी फ्याँकिदिनु भन्नुभयो।
मैले फ्याँकिन, मैले किन फ्याँकिन त्यो तपाईँले कहिले बुझ्नु सक्नुहुन्न। मैले तपाईँलाई त्यहाँदेखि मैले भने म्यारी मी। मैले नचाहदा मेरो केटी भएर मैले तपाईँलाई फोर्स गरेँ, भन्दैछु मलाई बिहा गर्नुहोस्। मलाई मेरो परिवारको आँखाभरि मेरो परिवारको नक्सा आइरहेको थियो। जबरजस्ती तपाईँले मलाई बिहा गर्नुभयो, नानी जन्मियो। एन्ड फ्रम द्याट डे अनवर्ड्स तपाईँले मलाई यति साह्रो घृणा गर्नुहुन्छ र हमेशा मलाई यो दोष लाउनुहुन्छ कि मैले तपाईँलाई फसाएँ भनेर। तर मैले तपाईँलाई फसाएको होइन। त्यो जुन दिनदेखि तपाईँले मलाई घृणा गर्नुभयो, त्यस दिनदेखि उता मेरो मनमा तपाईँको लागि भएको माया पनि घट्दै गयो भन्दैछु। And I'm sorry. यदि डिभोर्स गरेर तपाईँ र म दुईजना खुसी बस्न सक्छु भने then I think divorce is the last option. And I really think divorce is the last option भन्दै जब एना फर्किन्छ मदनपट्टि, मदन त अघि मातेर भुस भएर सुतिरहेको रहेछ। एनालाई साह्रो मन दुख्छ र भोलि बिहानै मदनको पोइन्ट अफ भ्यूमा, मदन सुतिरहेको हुन्छ, उसको पोइन्ट अफ भ्यूमा एउटा फोन कता कता बजेको जस्तो लाग्छ होला। मदनले निन्द्रामै त्यो फोन उठाउँछ। हेलो, के भन्छ अहिले? कहाँ? मिसन मर्सी हस्पिटलमा? ल म आउँदैछु। ल म आएँ। ल राख्न, म आइहालेँ। त्यसो भन्दै मदन त दौडेर गाडीमा चढेर छिट्टो जस्तो लुगा हिजो लगाएको त्यही लुगामा पुग्छ मदन त। हस्पिटलमा कुद्दै गएको त भित्रपट्टि नानीलाई हस्पिटलमा एडमिट गरिरहेको छ। तर नानी वाज फाइन हुन्छ नि। अनि आनालाई देख्छ नि त मदन त बिचकिँदै गएर भन्छ, के गरेको आना तिमीले? के गरेको तिमीले? तिमीले के देखाउनु खोजेको मलाई त? तिमीले मात्रै नानीलाई माया गर्छौ, म माया गर्दिनँ नानीलाई? मलाई नसोधी तिमीले नानीलाई किन ल्यायौ? मलाई किन नउठाएको तिमीले? प्लिज भन्दैछु, मलाई अहिले प्लिज यस्तो कुरा नगर्नुहोस्। हेर हस्पिटलमा के को तमासा? के को तमासा? म मेरो नानीलाई माया गर्दिनँ? तिमीले के प्रुभ गर्नु खोज्दैछ यो गरेर? भन्दैछु प्लिज हस्पिटलमा तमासा नगर्नुहोस् न, हस्पिटलमा तमासा नगर्नुहोस् न। नानीलाई कहाँ राखेछौ? जेनरल वार्डमा। किन जेनरल वार्डमा? क्याबिनमा राख न नानीलाई, जेनरल वार्डमा राख्छौ भन्छ। के गरेको तिमीले? र त्यसो भन्दै उनीहरूको बिचमा त्यो झगडा भइरहेको हुन्छ। र नानी हिमसेल्फ वाज इन्जोइङ इन द चिल्ड्रेन्स वार्ड, होइन। लाइक बाउले चाहिँ एउटा प्रोटेक्टिभ फिगर दिनु खोजेको नि त्यहाँनिर नानीलाई, कि उसलाई क्याबिनमा राख्यो भने चाहिँ द्याट इज बेटर, होइन। लाइक स्टेटस भन्ने कुराहरू चाहिँ अलिकति छिप्पेको माइन्डमा आउँछ नि। तर त्यो नानीको लागि त स्टेइङ इन द चिल्ड्रेन्स वार्ड वाज मच मोर ब्युटिफुल, बिकज उसको त्यहाँनिर थुप्रो साथीहरू, फेरि जोइले त साथी पनि बनाइहालेको रहेछ साइडमा। अन्त मदन जान गइकन भेट्छ। ए च्याम्प, अन्त हिरोलाई के भयो? पापालाई त केही नभनिआयो त? अन्त जोइले भन्छ क्या, पापा कि मलाई त कस्तो ज्वरो आयो नि त। अन्त ज्वरो आयो तिमीलाई? अन्त अहिले चाहिँ ठिक छ? अहिले त ठिक छ नि पापा। यहाँ मेरो साथी पो त, उसले त नि उसको त ठुलो रोबोट पो मलाई देखाएर, तर मैले पनि त भन्दै मेरो त ठुलो भालु छ भनेर, तपाईँले घरबाट ल्याइदिनुहोस् ल पापा। मदनले ओके ल म नानी ल्याइदिन्छु नि, ल तिमी बस्दै गर यहाँ, म डक्टरलाई भेटेर आइहाल्छु नि, ल तिमीले दबाई खायो? हजुर खायो पापा, बाई बाई पापा भन्छ। मदन त्यतिकै मदन र आना चाहिँ डक्टरलाई भेट्नु जान्छ। अब के भयो कसो भयो भनेर डक्टरको चेम्बरमा पसेको त कलकत्तामा मिसन मर्सी हस्पिटलमा एकजना भुटिया डक्टर हुनुहुँदो रहेछ, डक्टर भुटिया भन्ने। He is so pleased to see him. Oh, yes, I'm so glad. Please come in. बस्नुहोस्. ओहो तपाईँ, you must be जोईको पापा, I'm sure, है? Welcome, please बस्नुहोस्. Anna, don't worry, है? नानीलाई अलिकति ज्वरो मात्रै आइरहेको छ अहिले, so don't worry. अहिले नानीलाई केही पनि छैन, but I'd like to keep him under observation, you know, like ज्वरो on and off आउँदैछ। म पनि हेर्नुहोस् न कलकत्तामा आफ्नो भाषा बोल्ने मान्छेहरू कम्ती भेटेर होला कि
आफ्नो भाषा बोल्ने मान्छे भेट्यो भने त साह्रो गफ पो आइहाल्छ हो भन्दै Dr. Bhutia is a very nice character, like. So he says, like, la, era, मैले जोईमाथि एक दुईवटा टेस्टहरू गरेको छु त्यसको रिपोर्ट Saturday आउँछ. So why did you guys meet me on Saturday, I think त्यति बेला हामी विस्तारमा बसेर बात गर्न सक्छौँ. त्यतिन्जेल चाहिँ I suggest तपाईले नानीलाई चाहिँ हस्पिटलमै छोडिराख्नुहोस् भनेर. I think that would be better, र जब Dr. Bhutiaले त्यस्तो सजेसन दिनुभयो, Anna and Madan couldn't say no. So they decided, okay, let's wait till Saturday, right? Okay, so Madan says, Dr. Bhutia, like, don't worry about anything. तपाईले मेरो नानीको लागि चाहिँ ट्रिटमेन्ट राम्रो गरिदिनुहोस्. बाकी जे खर्च लाग्छ म सबै ह्यान्डल गरिहाल्छु. Dr. Bhutia, no problem, Mr. Madan. तपाईँ नसुर्ताउनुहोस्. We will take good care of him, है? तपाईँ, we'll see you on Saturday then, 6:30 in the evening. Okay, then nice to meet you. अनि उनीहरू छुट्टिन्छ. र scene fade out by which it starts on the Saturday morning. Mahendra and Madan, they have a usual habit of, occasionally they go out in front of Victoria Memorial agadiko park ma gaera unaru jogging गर्ने हुन्छ के बिहान बिहानै. So now they're jogging, they're jogging and this jogging गर्दा चाहिँ Madan and Mahendraले देख्छ कि साइडमा त्यो लाफ्टर थेरापीको मान्छेहरु के एकदमै हाँसिरहेको हुन्छ. Mahendraले राम्ररी हेर्छ के अन्त सोच्छ के ए Madan यो मान्छेहरु किन यहाँ यस्तो गर्न आएको भन्छ तेरो र तेरो इडियोटिक कुराहरु फेरि सुरु भयो हैन. अनि भन्न व्हाट डु यु थिंक तेरो एउटा पोइन्ट अफ भ्यू हुन्छ नि किन व्हाई डु यु थिंक दिस पिपल लाइक हियर खाप थाहा छैन मलाई त भन् यस्तो के खासमा चाहिँ यिनीहरुलाई नि यहाँ देख्दैछस् जति पनि केटाहरु छ नि सबैको बुढीले सताएर नि जिन्दगीमा हाँस्नै भुलिसकेछ बुझिस. त्यही कारण यहाँ आएर चाहिँ नि भुलेको छ कि भुलेको छैन भनेर बिहान बिहानै प्र्याक्टिस गरेको. अब तेरो सिचुएसन पनि हेर्दाखेरि चाहिँ नि तँ पनि 3-4 महिना बादमा चाहिँ छिट्टै यही ग्रुपमा सामेल हुने रहेछस् है. तेरो लागि म एडमिसन माग्दिउ भन्न तेरो लागि भन्दै उनीहरू जिस्किँदै निस्छ. अन्त सोध्छ ए भन्दा पनि आज त नानीको के भन्छ जोईको आज रिपोर्ट होइन. त्यही त आज जोईको रिपोर्ट हो खै के हो ठिक छ. नानी त अहिले ज्वरो अन एन्ड अफ मात्रै आउँछ. दबाई सिजनल होला सायद वेदर चेन्ज हुँदैछ नि त अहिले. अब भर्खर त मनसुन सकेर अब वी आर एन्टरिङ अब झन्डै विन्टरहरू पस्दैछौँ हामी. त्यो सकेर अब अटम भनौँ न फल सिजन आयो हो. त्यसले गर्दाखेरि चाहिँ अब वेदर चेन्जमा अब जोरोहरू आएको होला. त्यसो भन्छ ल त उयो नगर न भइहाल्छ नानी के हुँदो रहेछ मलाई फोन गरे भन्दै सिन फेड्स आउट देयर. अन्त सिन ओपन्स अप हस्पिटलको अगाडिपट्टि मदन र आना गाडीबाट उत्रिँदैछ र पार्किङ गरेर उनीहरू हस्पिटलमा पस्छ. डाक्टर भुटियाको अफिसमा पस्छ. डाक्टर भुटियाको अफिसमा पसेपछि डाक्टर भुटिया अरे बस्नुहोस् भनेर सो नाउ दे स्टार्ट टकिङ हुन्छ नि. अन्त सो डाक्टर हाउ आर यु तपाईँ ठिकै हुनुहुन्छ मदन आस्क्स. वेल आइ एम फाइन मिस्टर मदन म एकदम ठिक छु बट आइ एम अफ्रेड जोईको रिपोर्ट अलिक ठिक छैन. हजुर what I'm saying is like जोईको रिपोर्ट अलिकति ठिक छैन. नो आई थिंक डाक्टर हेर्नुहोस् प्लिज मलाई यस्तो यो कन्फ्युजिङ शब्दहरू मलाई म अलिक रुचाउँदिनँ मलाई आउँदैन पनि कि स्ट्रेट भन्नुहोस् न के भयो तपाईँ स्ट्रेट सुन्न चाहनुहुन्छ. या तपाईँको नानीलाई एड्स छ. वाट त्यो मोमेन्टमा जब मदनले सुन्छ कि उसको नानीलाई एड्स छ मदनको सबै जीवनै क्राश द होल वर्ल्ड अफ मदन कम्स क्राशिङ डाउन. उसले बनाएको सबै कुरा भत्ता पुङ्ग हुन्छ. त्यहाँदेखि उसले डाक्टरले अरू के भन्दैछ केही सुनेको छैन. ऊ नम्ब सेन्सलेस. उसको बदनमा केही प्रकारको एहसास छैन. खालि एउटै कुरा उसको नानीलाई एड्स छ. उसले कसो राख्नु होस् सम्हालेर डाक्टर कहाँबाट लाग्यो एड्स आमाकोबाट आएको. मैले आनाको पनि ब्लड उयो गरेको थिएँ आनाकोबाट आएको. मदनले आनालाई यति डर लाग्दो घृणाको रूपले हेर्छ. तब डाक्टर भुटियाले उसलाई रोकेर भनिन्छ
तर माफ गर्नुहोस् होला मदनज्यू, आनालाई आएको एड्स चाहिँ तपाईकोबाट आएको। जब यो शब्द आइपुग्छ मदनको त होस हवास सबै उडेर जान्छ कि, किनभने उसलाई त्यो एउटा सानो पलमा रियलाइज हुन्छ कि उसको फ्यामिलीलाई मार्ने चाहिँ ऊ आफै हो। एउटा घरको बाबु जसले चाहिँ आफू मरेर पनि आफ्नो परिवारलाई बचाउँछ, यहाँ चाहिँ टोटल अपोजिट भएको छ कि आफूले गर्दा आफ्नो परिवारलाई मार्दैछ। त्यो एहसास जब मदनलाई हुन्छ, सिन फेड्स आउट अनि गाडीमा जब जाँदै गरेको हुन्छ, नानी खुसी छ, केही थाहा छैन त्यो नानीलाई। उसको वाइफले नानीलाई पक्रेर रुक्कै छ। मदनले केही पुछ्न सकेको छैन के गर्नु। ऊ गाडी कुदाउँदैछ, जस्तै गाडीको लाइटहरू पास हुँदैछ, उसको अतीतमा उसले गरेको कुराहरू उसको अगाडि आउँदैछ। उसले भनेको कुराहरू, अरे जवानीमा त सबै कुरा गर्दै राख्नुपर्छ नि साथी, जवानी घरिघरि आउँदैन भनेको कुराहरू उसको। अरे साथी त्यो चिक्स छ दामी छ, त्योसँग सुत्यो भने मजा आउँछ भन्ने कुराहरू उसको जीवनमा यति डरलाग्दो जान्छ। उसको लापरवाहीले गर्दाखेरि आज उसको परिवार डल्लै मर्दैछ। उसले गर्दा उसको परिवार मात्र होइन, ऊ आफै पनि मर्दैछ। र सबभन्दा स्पेसली चाहिँ उसको नानी, त्यो सानो नानी जसको केही दोष छैन, जसले आफ्नो जीवन आफ्नो पितामाथि निर्भर परेको छ, त्यो नानी पनि मर्दैछ। र जब यो सबै कुराहरू मदनको जीवनमा यति, मदनको टाउकोमा, मदनको मनमा, मदनको मस्तिष्कमा यति डरलाग्दो बढ्दै जान्छ, उसले गाडी कुदाउँदैछ, उसले सहनु सक्दैन, अचानक ब्रेक लाउँछ, ऊ दैलो फुटे खोल्छ, पर जान्छ, कराई पठाउँछ। उसले उसको फ्रस्ट्रेसन निकाल्नु खोज्दैछ, तर उसको फ्रस्ट्रेसनै निक्लेको छैन। गाडीहरू पास हुँदैछ, मदनले पल्लोपट्टिको लाइट्सहरू हेर्दैछ, ऊ रुँदैछ। तर उसको रुवाईले पनि अब के हुन्छ, अब पश्चातापले पनि के हुन्छ र? उसको नानी मर्दैछ, उसको वाइफ मर्दैछ, मदन आफै पनि मर्दैछ। सबै कुरा भत्ताभुङ्गै हुन्छ, सबै कुरा भत्ताभुङ्गै हुन्छ। चुपचाप मदन फर्केर आउँछ, गाडीमा पस्छ, गाडी कुदाएर घर लान्छ। एक शब्द कोहीसँग बोलेको छैन। नानीलाई बुढीले सुताउँछ, एना सुत्नु सक्दैन, रुक्कै छ एना। एक शब्द बोलेको छैन। मदन आफै पनि सुत्नु खोज्दैछ। उसले उसको वाइफलाई हेर्छ। अरे जुन चाहिँ केटीलाई उसले यति साह्रो घृणा गर्यो, यति साह्रो भन्यो, त्यो केटीको जीवन नै मदन आफैले बर्बाद गरिदिएको एहसास जब उसलाई हुन थाल्छ, तब मदनलाई यति साह्रो पर्छ। मदन सबै कुरा छोडेर ऊ निस्केर बारमा पस्छ, महेन्द्रलाई फोन गर्छ। महेन्द्र आएछ। यति डरलाग्दो उनीहरूले पिउँछ, यति डरलाग्दो पिउँछ कि मदनले आफ्नो होस हवास सम्हाल्नु सकेको छैन। उनीहरू जब राति निस्किन्छ बारबाट, तब ट्याक्सीवालाहरूले सर आइए ना मेरा गाड़ी में, सर आइए ना, सिर्फ 30 रुपए कम दीजिए, सर आइए ना, 30 रुपए ज्यादा ही तो है, बस कोई बात रात का टाइम है सर, वो जहाँ बोलेंगे आपको वहां पहुंचा दूंगा भन्दै महेन्द्रलाई बोलाउँदै महेन्द्र नहीं बाबा नहीं चाहिए। मदनलाई त झन् अर्कोले सर 20 रुपए, चलिए 20 रुपए दे दीजिए, चलिए 10 रुपए दे दीजिए, आइए ना सर प्लिज, आइए ना सर भन्दै जब तान्दैछ मदनलाई त्यो फ्रस्ट्रेसन भित्र भएको कुराले यति डरलाग्दो पर्दै सर आइए ना, नहीं चाहिए मुझे टैक्सी, नहीं चाहिए मुझे मदनलाई त्यो फ्रस्ट्रेसन यति भएर त्यो ट्याक्सीवालालाई थप्पडले दिन्छ, थप्पडै ताल्ने। महेन्द्र त छक्कै पर्छ, महेन्द्रले पक्रेर निकाल्छ। मदन के भएको त, के गरेको तैले, के यस्तो हाँस्दै उठ्दो कुरा गरेको तैले, के गरेको यो? महेन्द्र हाँस्दै उठ्दो त हो यो, हाँस्दै उठ्दो त हो, मेरो जीवन हाँस्दै उठ्दो नभएर चाहिँ के हो त जमल? मैले के भयो भन्न मदन, के भयो भन् त मलाई, भन् त मदन, यसरी मलाई डर नदेखाने, के भयो मदन भन्न।
मैले मेरो छोरा र बुढीलाई मार्दैछु, मेरो नानीलाई एड्स रहेछ, मलाई बचा, के हुन्छ कसरी हुन्छ मलाई बचा, मेरो नानीलाई बचाइदेन प्लिज मदर महेन्द्र, मेरो नानीलाई बचाइदेन प्लिज 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 बचा। यही सन्दर्भमा जब त्यो सिन फेड आउट हुन्छ र फेड इन हुँदा अर्को सिनमा बिहानैको मिरमिरे उसमा कालिकापुरको त्यो ब्रिजको त्यहाँनिर कुहिरो हल्का उठ्दै हुन्छ बाटोबाट। एक्लो मदन कन्फ्युज्ड धेरै प्रकारको सोचाइले हिँडेर आउँदै गरेको हुन्छ। उसको मनमा धेरै कुराहरू छ। म त ईश्वरलाई पनि के क्षमा मागौँ, के चाहिँ क्षमा मागौँ? मेरो लापरवाहीले जीवनले गर्दाखेरि सबै कुरा सकियो, के क्षमा माग्नु? म क्षमा माग्दिन। होइन, म मर्छु। बेस्ट चाहिँ के हुन्छ, म मर्छु। मदनले सुसाइडको लागि रेडी, त्यो ब्रिजमा चढेर तल हेर्छ, मर्नु लागि ऊ रेडी भएको हुन्छ। तब अचानक उसको आँखा पल्लोपट्टि, ब्रिजको पल्लोपट्टि एउटा कुनामा कोही मान्छे छैन, एउटै मान्छे मात्रै छ। एउटा व्यक्ति मैला ब्यागमा यसो माटो उठाउँदै हालिरहेको देख्छ क्या। मदनको इन्ट्रेस्ट एकछिन त्यहाँ पुग्छ। मदनले चासो गर्नु खोज्छ के हो त्यो भनेर, र त्यो ब्याग उठाएको देख्छु। म ब्यागमा माटो हाल्दैछ। माटो हाल्दै गएपछि मदनलाई रियलाइज हुन्छ कि त्यो कुराबाट मदनले केही कुरा बुझ्दैछ जस्तो मदनको मनभित्र एउटा फिलिङ आउँछ। एज इफ somebody is speaking inside him and telling him, look at that, म तँलाई त्यहाँबाट केही कुरा सिकाउन चाहन्छु भन्ने केही कुरा उसले एहसास गर्दैछ। सो मदन जस्ट फलोज द्याट, त्यो मान्छेलाई फलो गर्छ, जान्छ, मैला मलिलो माटो लिएर जान्छ। त्यो व्यक्तिले उसको पछि पछि जान्छ। त पर एउटा माइलाग्दो झोपडी हुन्छ। त्यो झोपडीको अगाडिपट्टि उसले त्यो माटो टक्कै माथि बसेर मदनले हेरिबस्छ। उसले त्यो माटोलाई मलिलो बनाउँछ, मैदा आटा गुनेको जस्तो। उसको हातमा कलाई कला छ। त्यो हातले त्यस माटोलाई मुछ्दैछ। अलिकति पानी, अलिकति माटो, अलिकति पानी, अलिकति माटो, फेरि त्यसलाई मुछ्दैछ र त्यसलाई मजाको लिटो लिटो अलिकति मस परेको माटोको सेप दिन्छ त्यसलाई। तब भित्रबाट एउटा पुरानो चक्का निकालेर लिएर आउँछ। उसले त्यो चक्कालाई घुमाउँछ। मदनले हेरिरहेको छ। समथिङ इज स्पिकिङ इनसाइड हिम। उसको मनभित्र के कुरा बोल्दैछ, तर उसले अझै बुझ्न सकेको छैन के एक्ज्याक्ट कुरा चाहिँ हो त्यहाँनिरबाट। तब जब चक्का घुम्दैछ, त्यो व्यक्तिले हल्का त्यो माटोलाई उठाउँछ आफ्नो हातमा। त्यो चक्काको बीचबाट त्यो माटोलाई राख्छ। जब चक्का घुम्दछ, जब त्यो चक्का घुम्न थाल्छ, त्यो व्यक्तिले माटोलाई हल्का आफ्नो हातले गाइड गर्न थाल्छ। जब चक्का घुम्छ, त्यो व्यर्थहीन माटो अचानक यति सुन्दर, यति मूल्य भएको, यति साह्रो भ्यालुएबल र यति साह्रो सुन्दर गाग्रीको रूप लिन थाल्छ। त्यसले गाग्रीको रूप लिन थाल्छ। त्यो सुन्दर गाग्री हुन जाँदैछ। मदन छक्कै पर्छ। त्यो गाग्री हुन जाँदैछ, त्यो गाग्री बन्न लागेको हुन्छ। तब अचानक त्यो गाग्रीले, त्यो माटोले आफै एउटा शेप लिन खोज्छ। तब भताभुङ्गै हुन्छ त्यो माटो, फेरि भताभुङ्गै हुन्छ। मदनको मनमा अब केही कुरा समझ आउन थाल्दैछ।
तर फेरि जब त्यो व्यक्तिले त्यो माटोलाई फेरि पक्रेर फेरि गाइड गर्छ र यो पालि त्यो माटोले आफैलाई पुरा त्यो व्यक्तिको हातमा समर्पण गरिदिन्छ। ऊ यति सुन्दर, यति साह्रो मूल्य भएको गाग्रीको रूप उसले लिन्छ। जब यो सानो कुरो उसले त्यो गाग्री निकालेर राख्छ, यो सानो घटनालाई मदनले यति साह्रो ब्युटिफुली बुझ्न सक्छ। As if God was speaking to him. As if ईश्वर आफैले मदनसँग बात गरिरहेको थियो। मदनले थाहा पाउँछ कि ऊ पनि त्यो व्यर्थहीन माटो जस्तो रहेछ। ऊ पनि एउटा त्यो व्यर्थहीन माटो जस्तो रहेछ जसलाई ईश्वरले पक्रेर जीवन, त्यो चक्का चाहिँ जीवन हो, जीवनमा राखिदिनु भयो। र त्यो जीवनमा चाहिँ ईश्वरले गाइड गर्दै गर्दै मदनबाट चाहिँ एउटा सुन्दर भ्यालुएबल कुरा निकाल्नु चाहन्थ्यो। मदनलाई एउटा वर्थफुल मान्छे बनाउन चाहनुहुन्थ्यो, एउटा वर्दी मान्छे बनाउन चाहनुहुन्थ्यो, एउटा प्रेसियस मान्छे बनाउन चाहनुहुन्थ्यो। तर जब मदनले जीवन आफ्नो तरिकाले जिउन खोज्यो, तर जब मदनले आफ्नो जीवनलाई आफै ह्यान्डल गर्न सक्छु, मै हो भन्ने रूपमा जब उसले लिन थाल्यो, तब उसले आफ्नो जीवन भताभुङ्गै पारी पठायो जस्तो उसको सिचुएसन अहिले छ। तर जब फेरि उसले देख्छ कि त्यो व्यक्तिले जसरी त्यो माटोलाई फेरि गाइड गर्न थाल्यो र त्यो माटोले आफ्नो सबै कुरा त्यो व्यक्तिको हातमा छोडिदियो, तब त्यो एउटा सुन्दर आकार लियो त्यसले फेरि। त्यसरी नै मदनलाई रियलाइज हुन्छ कि यदि उसले आफ्नो जीवन ईश्वरमा फेरि फुल रूपले उसले दियो भने उसको जीवन ईश्वरले यति साह्रो भ्यालुएबल र प्रेसियस बनाउन सक्नुहुन्छ। ऊ अहिले वर्थलेस छ, ऊ भन्दा हाउडेको मान्छे अहिले कोही पनि छैन। तर ईश्वरले त्यस्तै हाउडेको मान्छेहरूलाई चाहिँ इस्तेमाल गर्न चाहनुहुन्छ। ईश्वरले त्यस्तै हृदय टुटेको व्यक्तिहरूको हृदयलाई फेरि नयाँ बनाइकन, नयाँ जोश र नयाँ उमङ्ग भरिदिकन उनीहरूको जीवनलाई वर्थवाइल बनाउन चाहन्छ। जब यो कुरा मदनले बुझ्छ, मदनको आँखाबाट आँसु छुन थाल्छ। मदनको आँखामा यति साह्रो रसिन्छ र उसले पश्चाताप गर्छ। त्यही मोमेन्ट आफ्नो घोडामा चढेर भन्छ, हे प्रभु, मलाई क्षमा गर्नुहोस् प्रभु, मैले के गरिरहेको रहेछु? तपाईले त मलाई अनलिमिटेड कुराको लागि बनाउनु भएको रहेछ, तर मैले लिमिटेड प्रकारले आफ्नो जीवनलाई बिताइरहेको रहेछु। मलाई माफ गर्नुहोस्। फ्रम नाउ अन प्रभु, मेरो जीवन तपाईँको हातमा समर्पण गर्दछु। तपाईँले जे गर्नु चाहनुहुन्छ तपाईँले गर्नुहोस्। जब मदनले यो डिसाइड गर्छ, अच्छा उसको हृदयमा एक प्रकारको शान्तिले वास गर्दछ। केही क्षण अगाडि आफ्नो जीवन त्याग्न लागेको व्यक्ति एउटा सानो कुरा देखेर, एउटा इन्सिग्निफिकेन्ट कुरा देखेर उसको हृदय परिवर्तन भयो। र जब यो कुरा सकेर ऊ घर फर्केर जान्छ, बिहानै लगभग 5 बजेको हुन्छ, ऊ घर पुग्दाखेरि उसले आफ्नो वाइफ सुतिरहेको देख्छ, नानीलाई पनि सुतिरहेको देख्छ। ऊ उनीहरूलाई हेर्छ र बाथरुम जान्छ। उसले आफ्नो मुख धुन्छ, चिसो पानीले आफ्नो मुख धोएपछि उसले त्यही भन्छ, प्रभु मलाई सहायता गर्नुहोस्। अब मैले मेरो स्वास्नीलाई यति साह्रो घृणा गरेछु प्रभु, तर मलाई माफ गर्नुहोस्। आई वान्ट टु मेक इट अप फर जीवनको सानो सानो कुराहरूको खुसीलाई म दिन चाहन्छु प्रभु भनेर उसले जब फर्केर आउँछ, ऊ किचन पसेर मिठो चियाहरू बनाउन लाग्छ। र नेक्स्ट सिनमा जब एनाले कता कता सुन्दैछ किचनमा खटलाङ कुटलुङ भएको, तब एना she opens her eyes, इन्द्र यसरी उसले आँखा यस्तो खोलेको त परबाट हाँसिरहेको एउटा मदन आइपुग्छ चिया लिएर ट्रेमा। गुड मर्निङ एना, लो चिया खाऊ, दिस इज फ्रेस दार्जिलिङ टी है, तिमीलाई बनाइदिएको। एन्ड आई स्पिचलेस, केही भन्नु सक्दैन, बिकज मदन इज एक्टिङ एज इफ उसको लाइफमा केही भएको छैन। एनालाई केही भन्नु नै सक्दैन। ल यो चिया खाऊ ल तिमी आना,
अन्त सुन त, आज खाजा पनि मैले बनाएको छु, तिमीले बनाउनु पर्दैन ल। मैले मिठो बनाएको छु नि, आलु पराठा बनाएको छु ल, खानुपर्छ। And I still speechless. त्यही भन्दै गर्दाखेरि जोई पनि उठिरहेको रहेछ। पापा गुड मर्निङ भन्छ। अरे मेरो बेटा उठ्यो, लु त केटा, अन्त लु छिटो बेटा, छिटो ब्रस गर्नुपर्छ कि। अन्त मैले दामी खाजा बनाएको छु हो, अन्त हामी 3 जना बसेर म्याने खाजा खानुपर्छ। ल ल ल छिटो छिटो गो गो गो, ओके पापा भनेर ब्रस गर्नु पर्छ। तब आना जुरुक्कै उठ्छ। मदनलाई यस्तो हेरिकन जान्छ उता, फेरि फर्केर आउँछ अनि भन्छ क्या मदनलाई, मदन तिमीले एउटा नानीलाई चाहिँ झुक्काउनु सक्छौ होला, तर मलाई चाहिँ झुक्काउन सक्दैनौ। प्लिज तिमी यो राम्रो हुने नाटक चाहिँ मेरो छेउमा नगर ल। मेरो जीवन बर्बाद गर्यो, नानीको जीवन बर्बाद गर्यो र तिमी राम्रो हुने नाटक चाहिँ प्लिज, हात जोड्छु तिमीलाई, प्लिज नगर यस्तो। मदन केही भन्दैन, चुपचापले बस्छ। मदनलाई थाहा छ यो सबै कुरा आउँछ भनेर। मदनले शक्ति माग्छ, प्रभु मलाई राम्रो हुने शक्ति दिनुहोस्। र उसले सानो सानो कुरा गर्न थाल्छ। उसले घरमा घर बढाल्न थाल्छ, घर सफा गर्न थाल्छ, घरमा खाना बनाउन थाल्छ। त्यसरी नै घर सफा गर्ने एक दिनको सन्दर्भमा उसले सफा गर्दै गरेको हुन्छ त, पुरानो एउटा बक्सा, त्यो गद्दाको बक्सा हुन्छ र त्यो गद्दाको बक्सा निकाल्दै गरेको हुन्छ स्टोर रुमबाट, फटाक्कै एउटा फोटोग्राफहरू झर्छ क्या। जोई कुद्दै आउँछ नि त, त्यो एउटा फोटोग्राफ उठाउँछ, यस्तो हेर्छ, अन्त पापा यो को हो भन्छ। मदनले को हो पापा यो को भन्नु न। मदनले खै के भन्दैछ बाबु तिमीले, हेरौँ त। यसो हेरेको त आजभन्दा झन्डै 20-22 वर्ष अगाडिको फोटोग्राफ हुँदो रहेछ। कालिम्पोङको चिउरीबोटे बस्तीमा खिचेको होइन, युथ ग्रुपमा खिचेको फोटोग्राफ हुँदो रहेछ, क्रिसमस ट्रीको अगाडिपट्टि। पापा यो को भन्नु न। यो अलिअलि जुङ्गाएको देख्दैछस्? हजुर, त्यो चाहिँ तेरो पापा। तपाईँ हो है। समय कति छिटो बित्दो रहेछ जोई है। यस्तो तेरो पनि त एक दिन यस्तै जुङ्गा आउँछ। गएर बाउछोर निस्किँदै गरेको छ। जोईले सोध्छ कि पापा भन्नु न मलाई, यो के हो, के गरेको, यो के हो, त्यो पछाडिको रोग के हो, त्यो भन्नु न। यतिजना गिटारहरू पक्रेर के गरेको। होइन बाबु, यो चाहिँ हामीले गाउँमा नि हामी क्यारल खेल्दाखेरि। भन्नु न के भएको थियो त्यो बेला, प्लिज पापा भन्नु न। ल ल ल ल लु लाइज यहाँ बस्दा म भन्छु। त्यो जमानामा चाहिँ नि बाबु, तेरो पापा चाहिँ सबभन्दा फेमस सिङ्गर थिए त्यो गाउँको, बुझिस्। हामी चर्चको चाहिँ चर्चको युथ ग्रुपको सबभन्दा फेमस सिङ्गर थियो। भन्दै क्यामेरा गोज इनसाइड द फोटोग्राफ एन्ड इट ओपन्स अप इन 1975 र 1980 को बिचको कालिम्पोङ, उहिलेको कालिम्पोङ। हल्का त्यहाँ हल्ला हुँदैछ। रेडी रेडी, हल्ला नगर्नु, अहिले चाल पाउँछ हामी आएको। रेडी 1 2 3। आनन्द मनाऊ अनि हर्ष मनाऊ, किनभने आज दाउदको शहरमा एउटा मुक्तिदाताको जन्म भएको छ, जसको नाउँ येशू ख्रीष्ट हो। भन्ने बित्तिकै उज्यालो बत्तीले झिलिलिलिलिलि बलेर त त्यहाँनिर एउटा गीत सुरु हुन्छ होइन। त्यो गीतमा चाहिँ उनीहरूले क्यारल लाइक दे प्रेजेन्ट द क्यारल अफ 1975 and 80 that was I think the most creative period in any musician's life 1970s and 80s अनि त्यो सङ सिक्वेन्स भित्रमा चाहिँ एकदमै यङ मदन छ त्यहाँनिर चाहिँ, जसले चाहिँ जो चाहिँ गाउँमा बस्दछ लाइक दे हेभ अ ब्युटिफुल गाउँ हुन्छ नि एकदमै, तर दे डोन्ट हेभ रिच मटेरियलिस्टिक थिङ्स बट द इन्भाइरोमेन्ट इज सो ब्युटिफुल एन्ड सो रिच है। त्यति बेला अन्त मदनले फर्स्ट टाइम महेन्द्रलाई भेटेको हुन्छ। महेन्द्र चाहिँ एकदम त्यो 1970s को एङ्ग्री म्यान लाइक द एङ्ग्री म्यान लुकमा आएको हुन्छ लाइक धक्काएर चाहिँ बितिदिँदै गरेको हुन्छ त्यहाँनिर। अरे केटा सर भनेको चाहिँ यस्तो हो हाम्रो कलकत्ता सहरमा त बाटोमै ट्राम कुद्छ, ट्रेन हो बाबा, ट्राम भने ट्रेन जस्तै हो तर अलिकति डिफ्रेन्ट हो, बाटोमा ट्राम कुद्छ। अरे सहरको त कुरै अर्को छ नि, के भन्छस् तिमीहरू, कति बस्छस् यहाँ कुवाको भ्याएको त भएर हिँड मसँग, सहरमा आइज काम गर्छस् भने आइज म काम दिलाइदिन्छु। झन् नेपाली भनेपछि त
रेस्टुरेन्टमा त काम पाइहाल्छ बाबु। म चाहिँ त्यहाँ रेस्टुरेन्टमा एउटा रेस्टुरेन्टमा म चाइना गार्डन भन्ने रेस्टुरेन्टको म अकाउन्ट्स म्यानेजर हो, क्यासियर हो म। तिमीहरू गयो आएर काम गर्न चाहन्छस् भने आइज, म काम लगाइदिन्छु। होइन महेन्द्र दाजु, हामी त अब खै के गर्नु, जग्गा जमिन छ, गोरु छ, यही गर्छौ, यही खेतीपाती गर्छौ, यही खान्छौ, ठिक छ। त्यही तिमीहरूको यही सोचले गर्दा तिमीहरू यहीँ कुहीँ बस्छ त हो केटा हो। मन पर्दैन तिमीहरूलाई यसो दामी दामी गाडीमा घुम्नु? मन पर्दैन तिमीहरूलाई यसो दामी दामी होटलहरूमा खाना खानु? मन पर्दैन दामी दामी लुगा लाउनु? अब खै मैले दाजु मन परेर के गर्नु, जरुरतै पर्दैन। म तिमीहरू केटा सक्दिनँ। हेर केटा आइस भन्छ तिमीहरूलाई 500 रुपियाँ पर महिनाको पगारमा म लगाइदिइहाल्छु आउँछस् भने। म चाहिँ गाउँको लागि राम्रो गरौँ भनेको, बुझ्दैनस् भने के भन्नु? म चाहिँ कुवाको भ्यागुतै भएर बसोस् भने बस। यो सब कुरा चाहिँ मदनले सुनिरहेको हुन्छ र मदन चाहिँ एउटा इन्थुजियास्ट गाई हुन्छ त्यति बेला, जो चाहिँ नयाँ कुराहरू एक्सप्लोर गर्ने एकदमै इच्छा हुन्छ। तब उसले कुद्दै गएर भन्दा, दाजु यो तपाईँले साँच्ची नै मलाई कलकत्ता आयो भने काम लगाइदिनुहुन्छ? लगाइदिन्छु कि तँ काम गर्छस्? हजुर दाजु, मलाई पुरा इच्छा छ नि काम गर्ने, तर मलाई के गर्नु आउँदैन। अरे मान्छेको नि मन हुनुपर्छ, सिक्ने दिमाग हुनुपर्छ, हात हुनुपर्छ, सबै कुरा गरिहाल्छ मान्छेले, बुझिस्? त गर्छस् भने सुन केटा, फर्स्टमा तँलाई कमसेकम 1500 रुपियाँ जस्तो लाग्छ। ट्रेनमा जानु पर्यो नि त यहाँदेखि, त्यहाँ गएर 1 महिना तँलाई अलिकति यताउता गर्नु, सर्भाइभ गर्नु पैसा लाग्छ। तर त्यहाँदेखि उता म तँलाई काम पनि लगाइदिइहाल्छु, बस्ने खाने पनि त मसँग बस्दा पनि हुन्छ, गाउँले त हो हामी, म तँलाई हेल्प गर्छु। 1500 अब भाइ जति त खर्च गर्नै पर्यो तैँले। अब महिनामा 500 कमाइस् भने त 3 महिनामा तेरो 1500 त उठिहाल्छ। हजुर हुन्छ है, पक्का हुन्छ? हुन्छ त मलाई विश्वास गर। जान्छस् भने 1 हप्ता बादमा म जाँदैछु, मसँगै त जानु सक्छस्, म तँलाई गएर काम पनि लगाइदिनु सक्छु। सोचिहाल भाइ, 1 हप्ता 1500 भनिकन महेन्द्र निस्किन्छ। मदनलाई त्यो कुराले साह्रो इफेक्ट पार्छ होइन। अनि उनीहरूको घरमा जब क्रिसमसको भोज हुँदै गरेको हुन्छ, क्रिसमसको भोज हुँदै गरेको बेलामा काका बडा माइजू मामा सबैजना आएर बसिरहेको हुन्छ। यिनीहरूलाई दे हेभ अ लभली टाइम। उनीहरूको एउटा मजाको माटोले चिटिक्क लिपेको किचन छ, यसो भारमा खसेको मासु झुन्डिरहेको छ, पल्लोपट्टिको भारमा सुँगुरको मासु पनि झुन्डिरहेको छ, सुँगुरको खुट्टा लगाइरहेको छ, डोकोभरि सेलरोटी छ, यतापट्टि फिर्नी छ, यतापट्टि आलुदम पिरो पाक्दैछ, मिठो धानको चामलको सुगन्ध आइरहेको छ होइन, छुर्पीको अचारहरू पिन्दैछ, चिसो मही स्टिलको ग्लासमा राखिदिएको छ र उनीहरू खाँदै उनीहरू मजाले गफ गर्दै प्रेम भोज खाँदै गफ गरिरहेको हुन्छ। अन्त काकाले भन्दै भाइ भाउजू कति आमामामा नहालिदिनु नि, यो भन्दा कति खानु सक्छौ, आमामामा हन खाऊ न, यही क्रिसमस भनेर त यो सुँगुर पालेको, अब यति बेला मेलाई नखाएर चाहिँ कहिले खाने त, खाऊ खाऊ खाऊ, हन केटाहरू खाऊ, राम्ररी खाऊ भन्दा नि भाउजू यो मदनको त आमामामा देख्नुभयो तपाईँले, जुङ्गाको रेखी पो आइसकेछ त, बाफरे यसको मतलब त बुझ्नुभयो होला नि। खै के भन्छ उसले पनि। अरे भाउजू अब यसको मतलब त नि यसको बिहा गर्ने उमेर पो भयो भनेको त। मदनको बाउले हुन्छ बिहा गर्नु त ठिकै हो, तर केटाहरूले के गरेर खान्छ त्यो चाहिँ मलाई थाहा छैन। यसलाई त मैले कति सम्झाउँछु काम गर भन्नु पनि मान्दैन। अरे अब त्यति बेला त यो सानै थियो नि त हौ दाजु, अब यो ठुलो भाग छ अहिले त, अब त यसले बुझ्छ नि त रेस्पोन्सिबिलिटीहरू। माफ गर्नुहोस्, रेस्पोन्सिबिलिटी शब्द युज गर्नु हुँदैन नि ल। एनिवेज मैले भन्नु खोजेको छु त्यही हो, यसले त बुझ्छ नि रेस्पोन्सिबिलिटीहरू, बुझ्छ यसले रेस्पोन्सिबिलिटी। राम्रै बिहान गाईलाई 2 भारी घाँस हाल त भन्दा त मरि हाल्छ तिम्रो रेस्पोन्सिबिलिटी। अरे जब आइपर्छ तब गर्छ नि त केटाहरूले। हेर घरमा 2टा दुना गाई छ, 3 हल गोरु छ, खेत छ, फेरि यो एउटै छोरा होइन, बाँकी दिदी बहिनी छ, गर्छ नि केटाहरूले। तपाईँ नसुर्ताउनु न भाउजू होइन। भन्छ मदन तँ गर्छस् कि गर्दैनस् भन्छ, तँ के गर्छस् भन्छ। मदनले भात खाइरहेको हुन्छ, भात चमाउँदै गरेको मुखले नै भन्छ
म सहर जानु चाहन्छु। के म सहर जानु चाहन्छु। ऊ देख्यौ, यस्तै हाउडीको कुरा मात्रै गर्छ यसले। सहर जानु चाहन्छु के हो यसको नयाँ भूत लागेको छ नि यसलाई। म सहर जानु चाहन्छु, म सहरमा गएर बनाउन चाहन्छु। होइन बाबु सुन न त, मैले हामीले भनेको कुरा त सुन। अरे जीवन मेरो हो, म जसरी जिउ त्यसलाई तपाईँहरूले कहिले सोध्यो मलाई म कसरी जिउनु चाहन्छु सोध्यो? खालि यसो गर उसो गर। म सहर जानु चाहन्छु, सहरमा म 500 रुपियाँ कमाउँछु। तपाईँहरूले यहाँनिर त 3 महिनामा 4 महिनामा कमाउने त म त 1 महिनामा कमाउँछु। म सहर जाँदा चाहिँ त्यस्तो नराम्रो चाहिँ के हुन्छ त? बाबु अब तँलाई कसरी सम्झाउनु बाबु? आफ्नो जब जग्गा छ, आफ्नो जग्गामा खटेर खान। प्लिज काका मलाई नि यहाँ प्लिज मलाई तपाईँहरू जस्तो यहाँ कुवाको भ्यागु तपाईँहरू बस्नु मन छैन। मदन कस्तो भयो त्यसरी बोल्छ काकासँग? होइन छोडिदिनु दाजु प्लिज। हेर बाबु तँ सहर जानु चाहन्छस्, के गर्छस् सहरमा गएर? मेरो त्यहाँ सब फिक्स भइसकेको छ। म त्यहाँ गएर म त्यहाँ दाजुले नोकरी पनि लगाइदिन्छ। मलाई सब फिक्स भइसकेको छ। मलाई जानुलाई 1500 रुपियाँ चाहियो। मलाई अलिक यताउता गरेर के छ 1500? बाबु 1500 रुपियाँ भनेको कति हो बुझ्छस् त? कहाँबाट निकाल्नु? यत्रो पैसा छैन त हाम्रोमा। मैले भने त तपाईँकोमा कहाँ हुन्छ? मैले माग्दिएँ भने त तपाईँकोमा कहाँ हुन्छ? म पनि त केही गर्न चाहन्छु जिन्दगीसँग। खै तँले नि आबाको प्लिज यो हावाको कुरा स्टप गरौँ हो। हामी यो हावाको कुरा नगरौँ ल। अब ल क्रिसमसको मिठो खाना खाउँ न हामी मिलेर। होइन म सहर जानु चाहन्छु, मलाई 1500 रुपियाँ दिनु। कहाँबाट दिनु तँलाई 1500 रुपियाँ? मेरो 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 जमिन जति छुट्टा नाममा मेरो जति पर्छ मलाई देऊ। म जान्छु बेचेर, म अलिकति बेचेर जान्छु म। मदन त के भन्दैछस्? तेरो जमिन चाहियो तँलाई? दिन रातको टेन्सन नदे मेला घरमा यहाँ के गरेको तैँले? तेरो जमिन चाहियो के भनेको तैँले? यो मैले माग्दाखेरि चाहिँ तपाईँलाई त्यस्तो भयो? मेरो हक छैन, म गर्न चाहन्छु, मलाई 1500 रुपियाँ देऊ, 1500 रुपियाँ देऊ। दिन रात यसरी झगडा गरिकन चाहिँ मदनले त्यो पैसा निकालेर ऊ कलकत्ता आइपुगेको हुन्छ। र फेरि फेड आउट, त्यो फोटोबाट नै फेड आउट भएर मदनले आफ्नो नानीलाई कथा भन्दै गरेको गइरहेको हुन्छ। अनि भन्छ त्यस दिनदेखि उता मैले मेरो आप्पा आमाको मुख पनि हेरिनँ, मैले कसैलाई हेरिनँ। म यहीँ बसेर यहीँ मेहनत गर्नु थालेँ, यी मेरो जीवन बन्नु थाल्यो। यी म छु 22 वर्ष भइसकेछ आज, तर हेर्दा पो रियलाइज भयो। ठिक छ पापा, तपाईँहरूले त क्रिसमस त कस्तो दामी पो मनाउँदो रहेछ त। मलाई पनि कस्तो जानु मन पर्यो तपाईँले भनेको सुनेर त। पापा त्यहाँनिर जाडो हुन्छ रहेछ है? हो त जाडो हुन्छ नि, मलाई लानुहोस् ल एक दिन। ल एक दिन जानुपर्छ नि ल। त्यति भनेर जान्छ। मदनले लु बाबु तिमी अब आफ्नो काम गर, मलाई सफा गर्ने थियो। पापा तपाईँले भुल्यो है? के? आज मम्मीको बर्थडे हो त तपाईँले भुल्दैछ पियो हो। ल यसो नै काम गर्नु छ, आज बेलुका म एकदम स्पेसल गर्छु हो, त मम्मीले तयारी पारेर राखिराख्नु ल। ल त्यहाँदेखि उनीहरू ल भनेर एडजस्ट हुन्छ। त्यहाँदेखि मदनले बेलुका अचानक आना र जोई माथि रुममा बसेर पप गर्छ, मुनिपट्टि हर्न लाग्छ। पप भनेर जोई कुद्दै गएको हेरेको त सोले बाइकमा चाहिँ मदन आइरहेको हुँदो रहेछ। मदन सोले बाइक लिएर, अन्त सोले बाइकमा चाहिँ घुमाउनु लाने बुढी मान्दैन, तर जबरजस्ती तानेर लिएर आउँछ। अन्त उनीहरूलाई हालेर उनीहरूले कलकत्ताको सहरमा घुम्नु थाल्छ म्युजिक ट्र्याकमा होइन, लाइक एउटा मजाको गीतमा। उनीहरूको त्यो गीतमा चाहिँ एना अनि मदन अलिकति नजदिक आउँदै गरेको हुन्छ। उनीहरू भिक्टोरिया मेमोरियलको बाटोमा जाँदै गरेको हुन्छ, उनीहरू मैदानको त्यसबाट जाँदै गरेको, पार्क स्ट्रिटको उसबाट जाँदै गरेको हुन्छ, मिलेनियम पार्कमा जान्छ, बाबुघाटमा रोक्छ, मिलेनियम पार्कभित्र पसेर उनीहरू त्यो फेरी राइडमा जान्छ र हाउडा ब्रिज र रविन्द्र सेतुको बिचमा जब पुग्छ मदनले पछाडिबाट सानो केक निकाल्छ अनि ह्याप्पी बर्थडे भनिकन गाइदिन्छ। एनालाई कस्तो लाग्छ। त्यति बेला एनाले नानीलाई चेपिरहेको हुन्छ, नानी बिचमा हुन्छ, मदन राइटमा हुन्छ, एना लेफ्टमा हुन्छ। तब नानीले भन्छ मम्मी पापा पप्पी दिनु न भन्छ। जब
मम्मी र पापा दुईजना नानीलाई पपी गर्न नानी अलिकति सरिदिन्छ त्यहाँबाट मजाको एउटा मोमेन्ट हुन्छ क्या दुईजनाको अप्ठ्यारोपना अलिकति नानी पुरा हाँस्छ क्या अन्त तँ यस्तो गरे बदमास भन्दै यसो गरेर उनीहरू यतै गरेको हुन्छ अचानक हातमै नानी त पुरा लालाक हुन्छ उनीहरूले छिटो छिटो हस्पिटलमा रस गर्छ एम्बुलेन्स बिचबाट गजाङ गिजिङ हस्पिटलमा पुऱ्याउँछ फेरि डक्टर भुटियाले गरेर एकछिन बादमा डक्टर भुटिया निस्किन्छ भन्छ मिस्टर मदन आइम सरी मैले सोचेको भन्दा एकदमै क्रिटिकल भइसकेको रहेछ नर्मली हेर्नुहोस् एज मान्छेलाई हुँदाखेरि ठुलो मान्छेलाई 12 वर्ष पछाडि यसको इफेक्ट हुन थाल्छ तर तपाईँको नानी साह्रै सानो र विक भएकोले गर्दाखेरि उसको इम्युन सिस्टमले उसलाई फाइट गर्नु सकेको छैन र त्यो एड्सले उसलाई टेक ओभर गर्दैछ आइम सरी टु से दिस बट तपाईँको नानीकोमा अब 3-4 महिनाभन्दा बेसी छैन मदनलाई थाहा थियो यो कुरा हुन्छ भनेर तर पनि उसले एभ्रिथिङ अल अफ अ सडन आउँदाखेरि कस्तो हुन्छ मदन नानीलाई भेट्नु जान्छ नि त भन्छ नानी तिमी 1-2 दिन हस्पिटलै बस्नुपर्छ ल ओके पापा भन्छ पापा मेरो भालु चाहिँ ल्याइदिनु ल भन्छ मदन हाँस्छ ल अनि बाबु तिमीलाई अरू केही कुरा गर्नु मन परेको छ पापा मलाई तपाईँले यस्तो क्रिसमस मनाउनु पुरा मन छ त्यो कुराले मदनलाई कस्तो लाग्छ क्या उसलाई उसको घर याद आउँछ उसलाई उसको आमा याद आउँछ किनभने ऊ हेल्पलेस हुन्छ जब मान्छे हेल्पलेस हुन्छ उसलाई या त ईश्वरको याद आउँछ उसको बेस्ट फ्रेन्डको याद आउँछ उसको वाइफको याद आउँछ सबभन्दा इम्पोर्टेन्टली चाहिँ आफ्नो आमाको याद आउँछ आफ्नो बाबुको याद आउँछ र त्यो यादमा उसलाई घर जान मन लाग्छ त्यहाँबाट उसले आनाको अगाडि हात जोड्छ आना म मेरो नानीलाई मेरो घर लिएर जान चाहन्छु मैले तिमीलाई पनि कहिले इन्ट्रोड्युस गराएको छैन मेरो घरमा इट माइट बी अ लिटल अक्वर्ड है तर प्लिज मेरो घरमा भइन्छ नानी रहन्जेलसम्म हामी साथ बसेको जस्तो एक्टिङ चाहिँ गरिदिउँ न प्लिज भन्ने आनाले पनि अग्री गर्छ र उनीहरू त्यसरी नै त्यहाँबाट नानीलाई लिएर कालिम्पोङ आइपुग्छ कालिम्पोङ आएर जब घरमा आइपुग्छ डराउँदै आउँछ 20-22 वर्ष बादमा फर्केको एकखेप पनि उसले नसोधेको आफ्नो आमा बाबुलाई तर जब उसले ढोकामा ठक गरेर भित्रबाट आमाले दैलो खोल्छ आमा र बाबुको आँखा भरि आँसु हुन्छ यति साह्रो खुला हृदयले मेरो छोरा भनिकन नानीलाई त्यो मदनलाई ग्रहण गर्छ मदन त यति साह्रो भक्का नफुटेर आउँछ मदनले त आमालाई च्याप्प पक्रेर आमा मलाई माफ गरिदेऊ आमा मलाई माफ गरिदेऊ भन्दै आमा रुन्छ मदन रुन्छ आमालाई पक्रेर यति साह्रो टची मोमेन्ट हुन्छ होइन लाइक त्यहाँदेखि बेलुकी जब साँझमा उसको पुरा परिवार उसको काका मामा माइजू बडाबडी सबजना बसेर गफ गरिरहेको हुन्छ त्यति बेला मदनले भन्छ मलाई माफ गरिदिनुहोस् तपाईँहरू सबैले मैले जीवनमा खुसी हुनुको लागि धेरै जुन कुराले चाहिँ मलाई खुसी नै दिँदैन त्यो कुराको पछाडि लागेछु तर मैले आफन्त जुन कुरामा चाहिँ मेरो रियल खुसीहरू छ त्यसलाई छाडेर चाहिँ मैले अरू कुरामा लागेछु मलाई माफ गरिदिनुहोस् अनि उसले बताउँछ कि कसरी उसको लापरवाही जीवनले गर्दाखेरि उसको वाइफ उसको नानी मर्दैछ स्पेसली उसको नानी अनि उसले भन्छ मेरो नानीले क्रिसमस मनाउँछु भनेर इच्छा गरेको छ तर अहिले त सेप्टेम्बर महिना हो अब डाक्टरले भने अनुसार त अब त बेसी टाइम छैन उसकोमा थाहा छैन डिसेम्बरसम्म बाँच्छ कि बाँच्दैन तर अहिले त सेप्टेम्बर महिना हो म सेप्टेम्बरमा कसरी क्रिसमस मनाऊ म के गर्नु त्यति बेला उसको आमाले एउटा सरप्राइजिङ कुरा भन्छ क्या मदन तँलाई कसले भने हामीले क्रिसमस सेप्टेम्बरमा मनाउनु सक्दैन क्रिसमस भनेको के हो भन् त मदन म स्पिचलेस आमाले थाहा छैन तब आमाले भन्छ क्रिसमस भनेको चाहिँ येशू ख्रिस्टको जन्मदिन हो येशू ख्रिस्ट भनेको ईश्वर हो ईश्वर भनेको प्रेम हो लभ इज गॉड जुन दिन कसैको घरमा प्रेमको जन्म हुन्छ त्यो दिन नै हो क्रिसमस मेरो लागि आज क्रिसमस हो थाहा छ तँलाई 22 वर्षसम्म तँ हराइस् तर आज तँ फर्केर आछस् मेरो न्यानो आँखा म यति साह्रो खुसी छु आज मेरो घरमा प्रेम छ मेरो फ्यामिली कम्प्लिट भयो यो दिन मेरो लागि क्रिसमस हो मदन हामीले किन मनाउनु सक्दैनौँ यसको लागि क्रिसमस हामीले मनाउनु पर्छ क्रिसमस भनेर एउटा सङ सिक्वेन्स उनीहरूले क्रिसमस मनाइदिन्छ धेरै क्यारलको गीतहरू त्यहाँनिर अलिअलि इन्ट्रोड्युस भएको हुन्छ
त्यसमा सबभन्दा हाइलाइट भएको गीत चाहिँ हेर न आकाशमा भएको हुन्छ। र जब राति खानासाना खाइसकेर त्यो सेलिब्रेट गरेको दिनको रातमा खानासाना खाइसकेर बाउ छोरा एकपट्टि गफ गर्दै गर्नुहुन्छ, अरू सबै यता गफ गर्दै गर्नुहुन्छ। छोराले भन्छ पापा मलाई पुरा निन्द्रा लाग्यो के, मलाई तपाईँको काखमा सुताउनुहोस् ल भन्छ। ल आइज न त भन्छ। अन्त के पापा मलाई नि तपाईँको त्यो क्यारलको गीत गरेर सुनाउनु न भन्छ। कुन चाहिँ? हेर न आकाशमा भन्ने। ल त आकाश पनि गर्नुपर्छ ल भन्छ। ओके। बाउले नानीलाई काखमा खेलाउँदै गीत गाउँछ। हेर न आकाशमा ताराको उज्यालो, नवजात प्रभुको दर्शन गर्न नगर बियालो। जो यो भन्दै गरेकोले गीत गाउँदै गरेको हुन्छ। माथिबाट त्यो सिनलाई, चन्द्रमाको पोइन्ट अफ भ्यूबाट त्यो सिनलाई त्यो खिर्कीको त्यहाँनिर बाउ र नानी बसिरहेको देख्छ। अचानक त्यही बाउको हातमा त्यो नानीले प्राण त्यागिदिन्छ। यति साह्रो टची मोमेन्ट हुन्छ कि त्यो बाउ रोएको पनि सुन्नु सक्दैन कसैले पनि, त्यो फ्यामिलीको पीडा कसैले पनि अनुभव गर्न सक्दैन। त्यो नानी यति साह्रो ब्युटिफुली मर्छ उसको हातमा। र त्यहाँबाट ट्रान्जिसन भइकन फ्युनरल सिनमा त्यो कफिन देखाउँदै गरेको। त्यो कफिन खोलेर झट्टै खोल्दा त्यो नानीको ठुलो टेडी बेयर पनि त्यो कफिनमा झट्टै हालिदिन्छ, कफिन लगाइदिन्छ। रुवा बासी छ। त्यहाँदेखि सिन चाँडै सकेर जब कोलकातामा फेरि आइपुग्छ, आभाना चाबाको मदन दारी भएर बसिरहेको हुन्छ मैले भएर घरमा। पुरानो जोईको पुरानो होम भिडियोजहरू हेर्दै रुँदै बसिरहेको हुन्छ। तब अचानक उसको फोन हुन्छ, ढिङ 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 ढिङ। हेलो मदन सर, कङ्ग्रेचुलेसन सर, तपाईँलाई एकदम आज त तपाईँको डिभोर्स पनि आज त एकदम तपाईँलाई आएर साइन मात्रै गर्नुपर्छ, तपाईँ डिभोर्स हुनुहुन्छ। ए ल म्याडम आयो? हजुर म्याडम भर्खर आउनुभयो। ल म आउँदैछु। त्यतिकै मदन जान्छ, डिभोर्स पेपर साइन गरेर उसले पेन लिएर साइन गर्न लागेको हुन्छ। साइन मात्रै गर्नु आँटेको हुन्छ, यसो हेरेको त यतापट्टि त एनाको त सिग्नेचर्स हुँदैन र उसले सोध्छ छक्कित भएर हुने, एनाको सिग्नेचर्स खै सर? म्याडम त के भयो सर, उहाँ आउनु भएको थियो, रुएर साइनै गर्नु सक्नु भएन, निस्किनु भयो। कहिले? भर्खर। कता? यतापट्टि। भरेमा त निस्केको त मल्लिक बजारको पल्लोपट्टिको ट्राममा त एना जाँदै गरेको हुन्छ। मदनले देखि पठाउँछ, मदन कुद्दै जान्छ, भन्दै कुद्दै गएर ट्रामभित्र सट्टै पस्छ। एनाको त्यो जेस्चर देखेर मदन टुटी पठाउँछ। मदनले हात जोड्छ नि भन्छ, एना मलाई माफ गरिदियो, मैले मेरो जीवनको सबभन्दा बहुमूल्य कुराहरू गुमाएपछि चाहिँ मलाई रियलाइज भयो कि कति इम्पोर्टेन्ट रहेछ लाइफमा प्रेम भन्ने कुरा चाहिँ, कति इम्पोर्टेन्ट रहेछ लाइफमा। एउटा मान्छेको भ्याल्यु कति हुँदो रहेछ लाइफमा। मलाई माफ गरिदियो, आइम रियली सरी। मैले तिमीलाई यति साह्रो हृदय दुखाए जीवनभर। मैले जति बेलादेखि तिमीलाई मैले बिहा गरेँ त्यस दिनदेखि मैले तिमीलाई घृणा मात्र गरेँ, मैले तिमीलाई माया गरिनँ। मलाई माफ गरिदियो। तर आज म तिमी छैनौ भने म केही पनि छुइनँ। प्लिज मलाई छोडेर नजाऊ। मैले एउटा कुरा बुझेको छु कि जीवनमा कहिले जन्मिनु पनि हाम्रो कन्ट्रोलमा छैन। जीवनमा कहिले जन्मिनु पनि हाम्रो कन्ट्रोलमा छैन, कहिले मर्नु पनि हाम्रो कन्ट्रोलमा छैन। तर कहिले जन्मिनु र कहिले मर्नुको बीचमा जे छ त्यो चाहिँ हाम्रो कन्ट्रोलमा छैन। तिमी पनि एक दिन मर्छौ, म पनि एक दिन मर्दैछु। तर यो दुईटाको बीचमा चाहिँ डेली हामी नमरौँ न। मलाई माफ गरिदेऊ न प्लिज, प्लिज मलाई माफ गरिदेऊ, मलाई छोडेर नजाऊ प्लिज। आइम सरी एन्ड आइम रियली सरी, प्लिज मलाई छोडेर नजाऊ प्लिज।
प्लिज आना प्लिज म तिमी बिना सक्दिनँ आना प्लिज मलाई छोडेर नजाऊ आना प्लिज आनाले ठ्याम्मै थप्पडले दिन्छ अनि मुसुक्क हाँसिकन भन्छ तिमीलाई छोडेर जाने भए म त्यो डिभोर्स पेपरमा उहिले साइन गरिसकेको हुन्थेँ बुझ्यौ त्यो मोमेन्टमा जब दुईजनाले एकाअर्काको प्रेम रियलाइज गर्छ नि यति साह्रो सुन्दर चिज हुन्छ दुईजनाले एकाअर्का अङ्गालो मार्छ र त्यो ट्रामबाट उत्रिन्छ र त्यो उनीहरू बाटोमा हिँड्न लाग्छ अनि बाटोमा गफ गर्दै जान्छ And I love you so much. तर तिमीले त अन्त खाना त मिठो बनाइदिँदैनौ मलाई खालि म्यास्ड पोटेटोस र चपातिस मात्रै बनाउँछौ यस्तो मलाई सुँगुरको खुट्टाको अचारहरू पनि बनाइदेऊ है त्यस्तो भन्छौ तपाईँ भन्दै जिस्किँदै उनीहरू हिँड्दै जान्छ र क्यामेरा फलोअप हुँदै उठ्दै टिल्टप भएर आकाशमा पुग्छ तारै तारा लागेको आकाशमा जहाँनिर एउटा तारा टिङ गर्छ अनि त्यो तारामा लेखिन्छ क्रिसमस इन सेप्टेम्बर